ल गाइस हामीले चाहिँ 70 काटेर आएको ए 70 को भारी यहाँ राखेछौँ है टक्क ए ल हेर्नुहोस् स्टर के गर्ने ए वहाँसम्म छ टक्क है गाह्रो छ गाउँले जीवन हेर्नुहोस् के गर्नु बसेर खान नमिल्ने ल अर्खाजीको गाडी पनि आयो त 70 यसमा राख्नुपर्छ कि हो गाडीमा यार गाह्रो छ जिन्दगीमा मान्छेहरू यसरी घुमिराख्ने के छ हो रक्सी हो क्या रक्सी बर्खा लागेसँगै हामी चाहिँ नि टक्क 70 को भारी लिएर अब यो 70 काट्दै बोक्दै हिँड्ने काम गर्ने दिन आएको छ गाइस के गर्नु यस्तै छ हेर्नुहोस् है बर्खा लागेसँगै अब चाहिँ हाम्रो यता 70 भन्छ कति कति ठाउँमा चाहिँ नि स्याउला पनि भन्छ यसलाई स्याउला काटेर घरमा लाउने काम गर्दैछौँ हामी है गाह्रो छ हजुर गाह्रो छ के गर्नु भारी नबाटो यो ढलाइ गरेको बाटो छ नि यसमा गरेर म सुत्ने मन लागेको थियो अब धेरै पनि छैन क्या फेरि तपाईँको जम्मा भनेको यो 120 मिटर मात्र रहेछ यसको लम्बाइ अब यो सुप्लादेखि सुमर भमरसम्मै यस्तै बाटो भएको भए त सुमर भमरदेखि भुर्लुङ खण्ड लान्दै सुप्लासम्म पुग्ने रहर थियो के गर्नु बाटो 120 मिटर मात्रै बनाइदियो बाँकी बनाएन गाह्रो छ यो बचेको बाटो पनि अब कहिले पो बनाउने थाहै भएन गाइस यो ढलान भएको ठाउँमा चाहिँ अब भारीसँगै सुत्न पर्छ कि जस्तो लागेको थियो तर के गर्नु